नमस्कार, कार्यक्रम EW अथवा भनौं इन्टरटेनमेन्ट विकलीमा यहाँलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन गर्छ यो नरेश भट्टराई। कार्यक्रम EW मा आज म यहाँलाई भेटाउने भएको छु नेपाली सुगम संगीतमा पछिल्लो समय जमेको जोडीलाई, रामभक्त र इतु जोजेजुको जोडी। यो जोडी पोखरेली जोडी, प्रतिभाशाली छन् दुवैजना र यो जोडीले एकपछि अर्को गर्दै एल्बम निकाल्दै पनि आएको छ। अब एकैछिन आफ्नो बारेमा के भनाइ छ त यो जोडीको, यो पनि सुनौ। त्यही तिम्रो तिमी बिना चल्दैन यो मेरो संसार, मेरो संसार। नमस्कार, म रामभक्त जोजी छु। नमस्ते, म इतु जोजी छु। हामी साङ्गीतिक कार्यक्रममा लागेको करिब 2 दशक जति भयो। रामभक्तजी 2 दशक भयो, तर मेरो चाहिँ 12 वर्ष 1 दशक जति भयो होला साङ्गीतिक फिल्डमा लागेको। विवाह पश्चात कन्टिन्यू रूपमा म यो फिल्डमा लागिरहेको छु र रामभक्तजीको कारणले धेरै सजिलो पनि भइरहेको छ मलाई, र उसको कारणले पनि मलाई सजिलो भइरहेको छ। किन भन्दाखेरि एकअर्काको सहायता बिना, सहयोग बिना अगाडि बढ्न धेरै नै गाह्रो छ यो सङ्गीत फिल्डमा पनि, हरेक क्षेत्रमा भनौँ। र त्यसमा पनि हाम्रो विवाह भएको झन्डै 10 वर्ष हुन लाग्यो र हामी काठमाडौँ आएको 2060 सालमा। काठमाडौँमा काम खोज्यौँ र काम खोजेर हामी काठमाडौँमा आयौँ। होटल डेलो अन्नपूर्णमा हामी काम गर्थ्यौँ र 2 जना गजलमा काम गऱ्यौँ। 10 वर्ष हामी कन्टिन्यू त्यहाँ काम गऱ्यौँ र त्यो कन्टिन्युस काम गर्ने क्रममा हामी सिङ्गापुर पनि 1 वर्ष हामी यो साङ्गीतिक कार्यक्रम लिएर 1 वर्ष हामी 2 जना बस्यौँ। पहिलो गीतको कुरा गर्नुपर्दा 2051 सालमा सम्हाले ती पाइला रेडियो नेपालबाट। अब इतिजीको किन मेरो कुरा गर्दाखेरि म पनि साङ्गीतिक फिल्डमा लागेको त 10 वर्ष विवाह पश्चात कन्टिन्युसली रूपमा लागे पनि, तर शौकिन रूपमा म म्युजिक फिल्डमा चाहिँ सानैदेखि नै लाग्थेँ। बुवाले मलाई हार्मोनियममा सारेगामाहरू सिकाउनु भएको थियो र त्यसै गरी अब स्कुलको प्रोग्रामहरूमा पनि म्युजिकमा लाग्थेँ म। र कलेज स्कुल सकेपछि मात्र म यो बेसिक रूपमा मैले यो म्युजिकल स्टडी गरेँ, क्लासिकल म्युजिक गरेँ। पोखरासम्म मैले 4th इयरसम्म म्युजिकल पुरा गरेँ र काठमाडौँ आएर त्यसलाई कन्टिन्यू दिएर 6th इयर पुरा गरेँ। र रामभक्तजीले पनि मेरो पनि 6th इयरमा गोल्ड मेडल हो। पोखरामा हुँदाखेरि पोखरा एफएममा पनि हामी काम गर्थ्यौँ। त्यसको लगायत हामी होटल फुलबारी रिसोर्टमा सँगै गाउँथ्यौँ र त्यसको अलावा हामी सिक्ने पनि सँगै एउटा गुरु भोला प्रसाद राईसँग सिक्थ्यौँ। अब भर्खरै एल्बम निस्केको छ मेरो चहक एल्बम, र यो नवो एल्बम हो। र नवो एल्बमसम्म आउँदाखेरि निकै दुःख कठिनाइको बावजुद पनि हामी यो क्षेत्रमा अहिलेसम्म लागिरहेका छौँ। र मेरो एल्बमको कुरा गर्दा यो मेरो अहिले 4th एल्बम भन्नुपर्छ, किनभने मैले सिङ्गल रूपमा कुनै पनि एल्बम मैले निकालेको छैन। कलेक्सन एल्बमहरूमा थुप्रै छ, तर डुएट रूपमा रामभक्तजीसँग एल्बम गरेको कारणले मेरो यो 4th एल्बम रहेको छ। चरण नामृत मेरो फर्स्ट भजनबाट स्टार्ट भयो र त्यसै गरी चैन, चिनो र अहिले चहक भर्खर मात्रै बजारमा आएको छ। राम्रो रेस्पोन्स पनि पाइरहेको छ। कुनै बाटोमा म एक्लै, आकाश त एउटै देख्छु, आकाश त एउटै देख्छु, तर धरती किन बेग्ला बेग्लै। कुनै बाटोमा तिमी एक्लै, कुनै बाटोमा म एक्लै, आकाश त एउटै देख्छु, आकाश त एउटै देख्छु, तर धरती किन बेग्ला बेग्लै। गीत सङ्गीत भन्दा बाहेक अर्को पेशा नभएको र अर्को विकल्प पनि नभएको जोडी हो रामभक्त र इतु जोजेजुको जोडी। यो जोडी मेहनती जोडीमा पनि पर्छ र यो जोडीको गीत सङ्गीतको कुरा गर्ने हो भने अन्य गीत सङ्गीतमा लागेका जोडीहरूको भन्दा केही पृथक पनि हामी पाउँछौँ।
अब जोडी नै गीत सङ्गीतको क्षेत्रमा, अब घर परिवारको काम पनि हुन सक्छ, पारिवारिक जिम्मेवारी पनि आफ्नो ठाउँमा हुन सक्छ, धेरै कुराहरू हुन सक्छन्। अब जोडी नै एउटै क्षेत्रमा लाग्दा फाइदा र बेफाइदा चाहिँ के रहेछ त? यो कुरा अब बुझ्ने पो हो कि? फाइदाको कुरा गर्नु पर्दाखेरि तपाईँको एकअर्कामा सपोर्ट त हुन्छ नि, एकअर्कालाई गाउनको लागि सपोर्ट हुन्छ। कतिपय कुरामा के हुन्छ भने कहिलेकाहीँ आर्थिक अभावमा त्यो स्थिति आउँछ कि कहिलेकाहीँ चाहिँ दुईजना जानु पर्दाखेरि पनि एउटा आर्थिक भार पनि पर्छ, एउटा प्रब्लम छ। अनि अर्को कुरो के हुन्छ भने पैसा टन्नै हुनुपर्छ। यो स्थितिमा अलिक राम्रो हुनलाई पुर्खेली सम्पत्ति टन्नै हुनुपर्छ, बेची खानु पुगोस्। पुर्खेली सम्पत्ति नहुँदा अलिक गाह्रो छ। दुवैजना लाग्दाखेरि के भने कसैले गीत गाउनु बोलाए, दुवैजना गाउनु जानुपर्ने, सिङ्गल ट्र्याक भयो भने सिङ्गल जाँदा नि अप्ठ्यारो, दुईजना खोज्ने होइन। अब एकल एल्बम निकाल्यो भने एक्लै गयो भने प्रोग्राम गरेर आयो, त्यो सजिलो हुन्थ्यो। दुवैजना गर्दाखेरि अब कहिलेकाहीँ जाने खाना पकाउँदाखेरि उसले खाना पकाउनु पर्ने, म बाहिर जानु, त्यो दुवैजना जाँदाखेरि अलिकति डिस्टर्बेन्स जस्तो हुने। यो फिल्ममा नभएको अरू फिल्ममा भएकोसँग विवाह गरेको भए सायद उहाँले बुझ्नुहुन्थ्यो कि बुझ्नुहुन्थेन त्यो म कन्फिडेन्टली भन्न सक्दिनँ होइन। त्यो म्युजिकल फिल्म अगाडि बढ्न त एकदम सजिलो भएको छ, तर कतिपय कुरा जुन व्यावहारिक कुराहरू हुन्छ त्यसमा चाहिँ अब जस्तो घरको विभिन्न कुराहरू हुँदाखेरि अब जस्तो अघि रामभक्तजीले पनि भन्नुभयो, अब कुनै पनि प्रोग्राममा अब दुवैजना जानुपर्ने हुन्छ, रेकर्डिङमा जानुपर्ने, एकदम व्यस्तता बिजी भएको बेलामा चाहिँ एकदमै गाह्रो हुने। त्यो बेला कस्तो फिल हुन्छ भने म यो म्युजिक फिल्ममा नलागेर सिर्फ एउटा हाउसवाइफ मात्रै भएको भए पनि मलाई यो घर सम्हाल्न सजिलो हुन्थ्यो। त्यो घरिघरि त्यस्तो फिलिङ पनि आउँछ, त्यो स्वाभाविक हो। त्यो कहिले घाम, त्यो कहिले छाया होस्, मलाई तिम्रो जस्तो जिन्दगीको, मलाई तिम्रो जस्तो जिन्दगीको माया होस्, माया होस्। त्यो कहिले घाम, त्यो कहिले छाया होस्, मलाई तिम्रो जस्तो जिन्दगीको, मलाई तिम्रो जस्तो जिन्दगीको माया होस्, माया होस्। साङ्गीतिक जोडी रामभक्त र इतु जोजुजीको बारेमा हामीले धेरै कुराहरू थाहा पाइसकेका छौँ। अब यो जोडीको उद्देश्य रहर पनि बुझ्ने पो हो कि? के छ त्यस्तो विशेष अथवा खास उद्देश्य रहर, यो पनि बुझौँ। अबको रहर भनेको वास्तवमा अब सहज रूपमा जीवनयापन गर्ने है। अनि अर्को कुरो भनेको प्रोग्रामहरूमा गीत गाउने, र अर्को कुरो भनेको सङ्गीतालयमा सङ्गीतका विद्यार्थीहरूलाई सङ्गीत सिकाउने, अब जजमेन्टहरूमा जज हुने, त्यही नै हो जस्तो लाग्छ होइन इतुजी? मेरो अब यो म्युजिक फिल्ममा अझै मैले गर्नु नै छ, बाँकी नै छ होइन। रामभक्तजीको तुलनामा हेर्दाखेरि मैले अझै आफूलाई चिनाउन बाँकी छ, अझै पनि मैले गर्नु छ र यही म्युजिक फिल्ममा नै अगाडि बढ्नु छ र त्यसैमा नै म प्रयत्नरत छु होइन। र अर्को कुरा भन्दाखेरि म्युजिक, अब रामभक्तजीले म्युजिक स्कुल खोल्नु भएको छ जोजिजो इन्टरटेनमेन्ट अन्तर्गत जोजिजो सङ्गीतालय, र त्यो स्कुललाई अब जस्तो अब काठमाडौँमा छ होइन, काठमाडौँ पोखरामा पनि त्यसलाई गर्ने र त्यसलाई अझै राम्रो व्यवस्थित रूपमा गर्ने, अनि राम्रो आफूले जानेको कुरा नयाँ नयाँ जेनेरेसनहरूलाई सिकाउने, त्यो सोच चाहिँ रहेको। नेपाली सुगम सङ्गीतको प्रतिभाशाली जोडी रामभक्त र इतु जोजुजीलाई हाम्रो तर्फबाट मुरी मुरी शुभकामना। हर इच्छा आकांक्षा सोच जे छन् सबै पुरा होस्, गायनमा अझ बढी निखारता बढोस्, फेरि पनि शुभकामना कार्यक्रम EWको तर्फबाट। ओडेर जुन छुन्छु भन्थे तर आज पिंजडाको चरी भाछ जीवन, जुगौँ जुगा जिउँछु भन्थे तर आज आफ्नै काखमा मरिरहेछ जीवन, मरिरहेछ जीवन।